चलिरहेको वर्षको फागुन मसान्तसम्म प्राधिकरणले 9 अर्ब 48 करोडको नाफा कमाएको छ। तर आयकर ऐनको प्रावधान अनुसार थप हरासकट्टीको दावी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल 5 अर्ब 26 करोड नोक्सानीमा छ। जब यो बुँदा बाहिरियो, यसमा लेखाका जानकारहरूले चिरफार सुरु गरे। यहाँ जुन नोक्सानी भनिएको छ, वास्तवमा यो नोक्सानी होइन, थप हरासकट्टी गणना गर्नु भनेको नाफा कम देखाउनु र कर कम तिर्न सरकारी नियमले नै दिएको छुट भन्ने थाहा भयो। श्वेतपत्र जारी गरिरहँदा सर्वसाधारणले समेत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यमाथि प्रश्न उठाए। कतिपयले ऊर्जा मन्त्री दीपक खड्काको बदनियतलाई शाक्यले काँधमा बोकेर हिँड्दा उनी आफै विवादमा पर्दै गएको टिप्पणी पनि गरे। अहिले शाक्यका अगाडि भारतबाट थप बिजुली आयात गर्नै पर्ने बाध्यता छ। वर्षा सुरु हुनु अघि नेपालमा ऊर्जाको अभाव हुन्छ। यो अभाव टार्न कुलमानले 11 मार्च 2024 र 12 फेब्रुअरी 2025 इन्डो नेपाल पावर एक्सचेन्ज कमिटीको 15औं र 16औं बैठकमा सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटी इन्डियासँग बिजुली किन्ने सम्झौता गरेका थिए। त्यही सम्झौता किन गरिस् भन्दै ऊर्जा मन्त्री दीपक खड्का र प्रधानमन्त्री ओलीले कुलमानलाई बर्खास्त गरेका थिए। अब हितेन्द्र देव शाक्यका अगाडि कुलमानले गरेको सम्झौतालाई सञ्चालक समितिबाट पास गराउने वा देशमा लोड सेडिङ सुरु गर्ने, यी दुई मध्ये एउटा छान्नुपर्ने बाध्यता छ। प्राप्त जानकारी अनुसार कुलमानले जे सम्झौता भारतसँग गरेका थिए, त्यही सम्झौता अब ऊर्जा मन्त्री दीपक खड्काले सञ्चालक समितिबाट पास गराउनेवाला छन्। श्वेतपत्रमा कुलमानलाई गलत देखाउने प्रयास, कुलमानकै सम्झौतामा फर्किनुपर्ने प्राधिकरणको निरीहता